मुभीको सुरुमा हामी एकजना महिला गर्भवती अवस्थामा हस्पिटल गइरहेको देख्न सक्छौँ। उनको नाम नतालिया हुन्छ। नतालियालाई उनको आमाले हस्पिटल लगिरहेकी हुन्छन्। उनीहरू राति ढिला पुगेको कारणले त्यहाँ धेरै डाक्टर हुँदैनन्, तर त्यहाँ एकजना नर्स हुन्छन्। उनले नै नतालियाको डेलिभरी गरिदिन्छन्। अब नतालियाले एउटा बच्चालाई जन्म दिन्छन्, तर सबैजना त्यो बच्चालाई देखेर चकित पर्छन्, किनकि त्यो बच्चालाई देखेर उनीहरू विश्वासै गर्न सकिरहेका हुँदैनन् कि त्यो बच्चा यस्तो हुन्छ भनेर। यहाँ त्यो बच्चा जन्मिन बित्तिकै हावामा उडिरहेको हुन्छ। नतालिया पनि यो देखेर अचम्ममा पर्छिन् अनि आफ्नो आमालाई आफ्नो घरमा एन्जलको जन्म भएको कुरा पनि भन्छन्। तर नतालियाको आमा एकदमै समझदार र एक्सपिरियन्स भएको महिला हुन्छन्। उनलाई त्यति बेला नै थाहा भइसकेको हुन्छ कि त्यो बच्चा एबनर्मल हो भनेर, किनकि त्यो बच्चा विथआउट ग्राभिटीमा जन्मिएको हुन्छ। अब उनीहरू त्यहाँ बस्न उचित ठान्दैनन्, त्यही भएर उनीहरू त्यहाँबाट निस्किन्छन्। तर नर्सले उनीहरूलाई धेरै सम्झाउँछिन् कि अहिले जाने टाइम भएको छैन भनेर, तर उनीहरू जबरजस्ती त्यहाँबाट निस्केर घर आइपुग्छन्। जब उनीहरू घरमा आइपुग्छन्, नतालियाको आमाले उनलाई एउटा अचम्मको क्वेसन सोध्छिन्। उनले आफ्नो छोरीलाई यो बच्चाको बाउको बारेमा सोध्छिन्, तर नतालियालाई चाहिँ यो बच्चाको बाउ को हो भनेर याद आएको हुँदैन। अनि उनको आमाले भन्छन् कि यो बच्चा नर्मल होइन, यसलाई हामीले बाहिरी दुनियाँबाट बचाएर राख्नुपर्छ। यदि उनीहरूले यो बच्चाको बारेमा कसैलाई भन्यो भने उनीहरूलाई समस्या आउन सक्छ, त्यसैले उनीहरूले यो कुरा गोप्य नै राख्छन् र त्यो बच्चाको नाम पनि सेलेक्ट गर्छन्। उनीहरूले त्यो बच्चाको नाम अस्कर राखिदिएका हुन्छन्। अस्कर नर्मल नभएको कारणले उसलाई सम्हाल्न एकदमै गाह्रो भइरहेको हुन्छ। जब उनीहरूले उसलाई एक्लै छोड्छन्, ऊ भित्तामा टाँसिन पुग्थ्यो अनि कहिले माथि छतमा घन्टौँ बेरसम्म टाँसिन्थ्यो। त्यही भएर उनको हजुरआमाले उनलाई धेरै बेलले बाँधेर राखेकी हुन्छन्, किनकि ऊ माथि नजाओस् भनेर। अनि माथि छतमा पनि उसको लागि नरम बेड बनाइदिन्छन्, ताकि त्यहाँ गएर ऊ नठोकियोस् र चोट नलागोस्, किनकि उनीहरूलाई अर्को कुराको पनि डर हुन्छ। उसलाई कोठादेखि बाहिर छोड्यो भने ऊ हावामा तैरेर अन्त कतै पनि जान सक्छ। त्यही भएर उसलाई कोठाभित्र नै उनीहरूले रेखदेख गर्ने गर्छन्। समय सँगसँगै अस्कर पनि ठुलो हुँदै जान्छ, तर ऊ घरभित्रै बस्छ, किनकि उसको हजुरआमाले उसलाई बाहिर जान दिँदैनन्। ऊ घरमा बसेर प्राय जसो सुपरम्यानको कार्टुन हेर्ने गर्छ अनि ऊ पनि आफूले आफूलाई सुपरम्यान इमेजिन गरिरहेको हुन्छ। अस्करले धेरै पटक आफ्नो आमा नतालियालाई मलाई किन बाहिर जानु दिनुहुन्न भनेर क्वेसन गरिरहेका हुन्छन्, तर उनको आमाले उनको कुरालाई इग्नोर गरिदिन्छन्। अस्कर झ्यालबाट बाहिर हेरेर आफू जस्तै उमेरका साथीहरू स्कुल गएका र खेल्न लागेको देख्छन् अनि उनी दुखी हुँदै आफ्नो आमा र हजुरआमाले भने जसरी नै त्यही कोठामा बस्छन्। अनि एक दिन अस्करलाई त्यहाँ कोठामा बस्दा बस्दा झ्याउ लाग्छ र उनी बाहिर जाने प्रयास गरिरहेका हुन्छन्। यतिकैमा अस्करको हजुरआमाले देख्छिन् र रिसाउँदै उनलाई भित्र बोलाउँछिन् अनि सबै झ्यालहरू सिल गरिदिन्छन् अनि अस्करलाई अबदेखि बाहिर नजानु भनेर सम्झाउँछिन्। न उनी बाहिर गएर खेल्न सक्छन् त न स्कुल नै जान सक्छन्। यो सँगसँगै अस्करले घरमै पढाइ गर्नुपर्ने कुरा पनि भन्छन्। यो सुनेर अस्करको आमालाई एकदमै रिस उठ्छ र भन्छन्, कति दिन हामी यसलाई लुकाएर राख्न सक्छौँ, एक दिन न एक दिन यसलाई बाहिर जानु नै पर्ने हुन्छ। त्यसपछि अस्करको आमाले एउटा ज्याकेट ल्याउँछिन् र त्यसमा 2वटा ढुङ्गा राख्छिन् ताकि उनी हावामा उड्न नसकुन्। नतालियाले आफ्नो आमाको कुरा सुन्दिनन् र अस्करलाई बाहिर लिएर आउँछिन् अनि नतालियाले आफ्नो छोरालाई सुपरम्यानको जसरी आफ्नो कुरा पनि कसैलाई नभन्नु भन्छन्। एक दिन अस्कर आफ्नो आमासँग बजार गएका हुन्छन्। त्यति बेला नै उनी एकजना बच्चीसँग ठोकिन पुग्छन्। त्यो बच्चीको नाम अगता हुन्छ। अगता उसँग ठोकेको कारणले उनको सबै सामान भुइँमा झर्छ
अब अगता रिसाउँदै उनले भुइँमा झरेको 2वटा पानीको बोतल उसलाई दिन्छन् र त्यो सबै सामान आफ्नो घरसम्म लगिदिने भनेर पनिसमेन्ट दिन्छन्। तर अस्कर त्यहाँ जान अस्वीकार गरिरहेको हुन्छ, तर अगातेले उनलाई जसरी पनि मनाएर घरमा लान्छन्। अस्कर पनि सहमत हुन्छन् र उनी आफ्ना आमालाई नभनिकन अगातेको घरमा जान्छन्। यहाँ अस्करको हातमा 2वटा पानीको बोतल पनि हुन्छ अनि उनको पकेटमा 2वटा ढुङ्गा पनि हुन्छन्। यसले गर्दा उनलाई धेरै भारी भएको कारणले उनले आफूसँग भएको 2वटा ढुङ्गा निकालेर फालिदिन्छन्। यतिकैमा उनीहरू बीच फ्रेन्डसिप हुन्छ। अब अगातेको घरमा पनि उनीहरू आइपुग्छन् अनि अगातेले अस्करसँग पानीको बोतल माग्छिन्, तर अस्करले त्यो पानीको बोतल दिन मानिरहेका हुँदैनन् किनकि उनले त्यो पानीको बोतल दिए भने उनी हावामा उड्न सक्छन्। यतिकैमा अगताले उसको हातबाट पानीको बोतल खोज्छिन्। त्यसपछि अस्कर हावामा उड्न थाल्छन्। लक्कीले त्यहाँ चारैतिर बन्द भएको कारणले उनी धेरै माथि उड्न सक्दैनन्। यो देखेर अगात्या छक्क पर्छिन् र चिच्याउँदै सुपरम्यान भन्छिन्। यो देखेर अगात्या छिटो छिटो रुममा जान्छिन् अनि त्यो ब्यागमा ढुङ्गा राखेर उनले अस्करलाई दिन्छिन् अनि त्यो ब्याग समातेर अस्कर भुइँमा आउँछन्। यसै कारणले गर्दा उनीहरू बीच गहिरो फ्रेन्डसिप हुन्छ अनि अस्करले अगतालाई प्रमिस गर्न लगाउँछन् कि यो कुरा उनले कसैलाई भन्ने छैनन्। उनले पनि हुन्छ भनेर उनीहरू त्यहाँबाट छुट्टिन्छन्। यता अस्करको हजुरआमा र उनको आमा दुवैजना चिन्तित हुन्छन् किनकि अस्कर त्यति बेलासम्म पनि घरमा आइपुगेका हुँदैनन् अनि उनीहरूलाई लागेको हुन्छ कि अस्कर हावामा उडिसक्यो किनकि उनले जुन ढुङ्गा अस्करलाई दिएकी हुन्छन् त्यो ढुङ्गा उनले बाटोमा भेटाउँछिन्। अब अस्कर अगताले दिएको ब्याग लिएर उनी घरमा आइपुग्छन् अनि उनले अगताको बारेमा पनि भन्छन् अनि उनको आमाले आफ्नो बारेमा भएको रहस्य उनलाई भनेको छ कि छैनौ भन्छन्। अस्करले पनि आफ्नो बारेमा केही नभनेको कुरा झुट बोलेर भन्छन्। त्यसपछि अस्कर र अगता एकअर्कामा भेट्न थाल्छन्। फेरि एक दिन अस्करको आमालाई यो थाहा हुन्छ कि अगतालाई अस्करको बारेमा पहिले नै थाहा भइसकेको हुन्छ। त्यसपछि अस्करको आमाले उनलाई अगतासँग भेट्न दिँदिनन्। धेरै पटक अगता अस्करलाई भेट्न उनको घर आउँछिन् तर नतालियाले ढोका बाहिरैबाट उनलाई फर्काइदिन्छन्। अब वरिपरिको मान्छेहरूले नतालियाको फ्यामिलीलाई अर्कै नजरले हेर्न थाल्छन्। उनीहरूलाई लागिरहेको हुन्छ कि अस्करमाथि उनीहरूका आमाले र हजुरआमाले उनलाई नराम्रो व्यवहार गरिरहेका छन्। त्यसैले उनले आफ्नो छोरालाई घरदेखि बाहिर र स्कुल जान दिँदिनन्। त्यसपछि उनीहरूका छिमेकीहरूले पुलिसलाई यो बारेमा भनिदिन्छन्। अर्को दिन त्यहाँ पुलिस आउँछन् र उनीहरूलाई भन्छन् कि भोलिदेखि अस्करलाई स्कुलमा पठाउनु पर्ने हुन्छ। नचाहेर पनि उनीहरूले अस्करलाई स्कुलमा पठाउँछन्। अस्करको आमाले उनलाई स्कुलमा लगेर जान्छन् तर उनीहरूलाई थाहा हुन्छ कि अस्करले यो साधारण जिन्दगी जिउन सक्दैन। त्यही भएर उनको हजुरआमा र उनको आमा एकदमै रुन थाल्छन्। अब अस्करको हजुरआमालाई एउटा डिसिजन लिनुपर्ने हुन्छ। उनीहरू यो घर छोडेर धेरै टाढा जान्छन्। अब धेरै वर्ष बितिसकेको हुन्छ अनि अस्कर पनि ठुलो भइसकेका हुन्छन्। यहाँ अब अस्करको आमा धेरै बुढी भइसकेकी हुन्छन् अनि उनको हजुरआमाको डेथ भइसकेको हुन्छ। साथै अस्करसँग त्यो ब्याग हुन्छ जुन बच्चा बेलामा अगताले दिएकी हुन्छन् अनि उनी त्यो ब्यागलाई कहिले पनि आफूदेखि टाढा राख्दैनन् र सुत्ने बेलामा आफूसँगै राख्छन्। अहिले पनि उनको लाइफस्टाइल पहिले जसरी नै चलिरहेको हुन्छ। उनी कोठाभित्रै बसिरहेका हुन्छन्। अस्करको आमाले आफू र उनको ख्याल गरेर उनलाई कोठाभित्रै सिक्रेट रूपमा राखेकी हुन्छन्। तर अस्करलाई कोठामा बस्दा बस्दा दिक्क लागिसकेको हुन्छ। उनी बाहिरी दुनियाँमा जान चाहन्छन्, फेमस हुन चाहन्छन् र उनले सुपरम्यानलाई आफ्नो आइडल मानेका हुन्छन् किनकि उनको बारेमा धेरै पुस्तक लेखेको कारणले उनी पनि सुपरम्यान जस्तै फेमस हुन चाहन्छन्। तर अस्करको आमालाई यो कुरा मन पर्दैन। उनले आफ्नो छोरालाई आफूदेखि टाढा राख्न सक्दिनन्। त्यसैले उनले सम्झाउँदै अस्करलाई बाहिर नजाने कुरा भन्छन्। तर एक दिन अस्कर उनको आमालाई नभनिकन बाहिर निस्किन्छन्। फेरि उनी एउटा म्याजिक सोमा जान्छन्। त्यहाँ मान्छेहरूले आफ्नो ट्यालेन्ट देखाउने ठाउँ हुन्छ। अस्कर पनि आफ्नो ट्यालेन्ट देखाउन त्यहाँ जान्छ।
त्यस दिन नै ऊ एकदमै फेमस हुन्छ। यता उनको आमाले पनि त्यो सोलाई टिभीमा देखेकी हुन्छन्। अर्को दिन अस्कर एकजना बुढो मान्छेसँग मिल्छ। त्यो बुढो मान्छेको नाम डेभिड हुन्छ। उनी कन्टेन्ट क्रिएटरका एजेन्ट हुन्छन्। अनि डेभिडले अस्करलाई भन्छ, म तिमीलाई फेमस हुनमा मद्दत गर्न सक्छु। अनि उनीहरूले ठुलो ठुलो प्रोग्राम पनि अटेन्ड गर्ने निर्णय गर्छन्। त्यसपछि डेभिडले अस्करलाई एउटा घर दिन्छ। त्यो घर उनी बस्नको लागि हुन्छ। अनि डेभिडले अस्करलाई एउटा कन्ट्र्याक्ट पेपरमा साइन गराउँछ, किनकि अस्कर पनि फेमस हुन चाहन्छन्। उनीहरूले ठुलो ठुलो प्रोजेक्टमा काम गर्छन्। अस्कर रातारात फेमस हुन थाल्छन्। अस्करले धेरै राम्रो काम गरेको हुनाले उनको नाम पनि राखिदिन्छन्। उनको नाम हुन्छ द म्यान विथआउट ग्राभिटी। अब उनीहरूले नाम दाम सबै कमाइसकेका हुन्छन्। तर अस्करलाई रियलाइज हुन्छ कि जुन सपना उसले बच्चामा देखेको थियो सुपरम्यान हुने, ऊ सुपरम्यान नभएर एउटा कठपुतली भएको अनुभव गर्छ, जो कि मान्छेहरू उसलाई हेरेर रमाउने मात्रै काम गर्छन्। अब उसलाई कहिले फोटोसुटमा बोलाउँछन् त कहिले म्याजिक सोमा। अब अस्करलाई यो कुरा बिस्तारै मन पर्न छोड्छ। तर उनको नामको बुक पनि छापिसकेको हुन्छ अनि म्यागजिनमा पनि उनको नाम आएको हुन्छ। साथसाथै उनको डकुमेन्ट्री पनि बनेको हुन्छ। त्यो डकुमेन्ट्रीमा उनलाई बच्चामा धेरै पीडा दिएको कुरा उल्लेख गरेको हुन्छ। आफ्नो आमा र हजुरआमाको बारेमा नराम्रो लेख्दा अस्करलाई धेरै दुःख लागेको हुन्छ। अब उनको एउटा अन्तिम सो हुन्छ जसमा उनलाई एउटा एन्जलको कपडा लगाएको हुन्छन्। अस्करलाई यो कुरा एकदमै नराम्रो लाग्छ। उनले आफूलाई एन्जल नभएको कुरा भन्छन्। उनलाई यति धेरै रिस उठ्छ कि उनले सोमा नै अरूलाई नाना थरी गाली गर्न थाल्छन्। त्यसपछि अस्करले आफ्नो आमालाई यो काम नगर्ने कुरा भन्छन् अनि आफ्नो एजेन्टलाई पनि यो काम नगर्ने भनेर कुरा राख्छन्। तर एजेन्टले यो कुरा तिमी यत्तिकै छोड्न सक्दैनौ भन्छ। उता अस्करलाई यो कामदेखि झ्याउ लागिसकेको हुन्छ। त्यसपछि उसले भन्छ कि तिमी बाहिर गएर मान्छेलाई द म्यान विथआउट ग्राभिटी मरिसक्यो या हावामा कहीँ उडिसक्यो भनेर भनिदेऊ भन्छ। त्यसपछि उसले आफ्नो आमालाई पनि अन्तिम गुड बाई भनेर त्यहाँबाट निस्किन्छ, किनकि उसले अर्कै जिन्दगी जिउने निर्णय गरेको हुन्छ। अब अर्को दिन नै न्युजमा आइसकेको हुन्छ कि द म्यान विथआउट ग्राभिटीको मान्छे मरिसकेको सूचना। अब अस्करको आमा एक्लै हुन्छन् अनि धेरै मान्छेहरू अस्करको घरमा उनको आमालाई सोध्न आउँछन्, तर उनले केही पनि भन्दिनन्। अब यहाँ धेरै वर्ष बितिसकेको हुन्छ। अब अस्करको आमाको पनि डेथ भइसकेको हुन्छ। तर अस्कर अझै जिउँदै हुन्छन्। उनीले लामो दारी पालेका हुन्छन् अनि उसले आफूलाई व्हिलचेयरमा बाँधेको हुन्छ, किनकि उसले दुनियाँसँग आफ्नो रहस्य लुकाएको हुन्छ। अब उसले होटेलमा आफ्नो नाम चेन्ज गरेर रिसेप्सनिस्टको जब गरेको हुन्छ अनि उसलाई सबैले त्यहाँ राम्रो व्यवहार गरेका हुन्छन्। एक दिन उसको बच्चा बेलाको साथी एकताले उनलाई भेट्छिन्। उनले अस्करलाई त्यो पिङ्क ब्यागको कारणले चिन्छिन्। त्यही पिङ्क ब्यागको कारणले उनी जमिनमा अडेका हुन्छन्। उनको बिहे पनि भएको हुँदैन अनि उनीहरू एकअर्कालाई भेटेर खुसी हुन्छन्। तर एगेता चाहिँ आफ्नो जिन्दगीसँग खुसी हुँदैनन्, किनकि एगेताको क्यारेक्टर खासै राम्रो हुँदैन। उनको एम नै पैसा कमाउने हुन्छ। त्यसैले उनी धेरै केटासँग त्यहाँ होटेलमा आएकी हुन्छन्। यो देखेर अस्करलाई एकदमै दुःख लाग्छ। अस्करले उनलाई आफ्नो फिलिङ्सको बारेमा भन्छन्, तर एकता एकदमै चेन्ज भएको कारणले उनलाई इग्नोर गर्छिन्। यहाँबाट थाहा हुन्छ कि अस्करले एकतालाई आफ्नो दिलबाट हटाएका हुँदैनन्। एकता यसरी चेन्ज हुनुको कारण उनले धेरै दुःख पाएकी हुन्छन् अनि अस्करले पनि उनलाई छोडेका हुन्छन्। अब धेरै समयपछि उनीहरूले एकअर्कालाई बुझ्छन् र बिहे गर्छन् अनि उनीहरू त्यही घरमा बस्छन् जुन घरमा उनीहरू बच्चा बेलामा मिलेका थिए। यो सँगसँगै यो मुभी पनि यहाँ नै समाप्त हुन जान्छ।